सर आराम हुनुहुन्छ? हजुर ठिकै छ। के छ सर, अब नयाँ सिजन पनि आउने बेला भयो, तपाईँहरू पर्यटन व्यवसायी, अहिले त आम नेपालीहरूलाई चुनाव लागेको छ, के छ अहिले बजार? हामीलाई पर्यटन व्यवसायको हिसाबले अब सिजन पनि लागेको छ, फेरि एउटा नेपाली नागरिकको हैसियतले अब चुनाव पनि लागेको छ। के छ, तपाईँ विगत लामो समयदेखि माओवादीले 10 वर्ष जनयुद्ध गर्दादेखि माओवादीमा आस्था राखेर एउटा नेताको रूपमा आफ्नो छवि बनाउनु भएको छ, अहिले यो चुनाव कता जाँदैछ? अब जो यो झेन्डी मुभमेन्ट पछि चाहिँ चुनाव अब अलिकति परिवर्तन होइन नयाँ भन्ने कुरा चाहिँ आइराखेको छ। मलाई लाग्छ अब यो पोजिटिभ पाटो नै हो। तर त्यसो भनिरहँदा माओवादी आज माओवादी नै रहेन होइन, हैसा हथौडा आफ्नो जुन चिन्ह छैन, धेरै उसलाई ल्याएर सानो सानो घटकलाई ल्याएर अहिले नेपाली कम्युनिस्ट पार्टी भनेर ठुलो एउटा जमात चाहिँ छ, तर भोटर अनिखेर मतदाताहरू चाहिँ छैनन् नि। यसलाई कसरी विश्लेषण गर्नुहुन्छ? त्यसो होइन, अब हामी कम्युनिस्टहरू चाहिँ अब हाम्रो झन्डा हँसिया हतौडा हामीसँग छँदैछ। चुनाव चिन्ह भनेको जे पनि हामीले प्रयोग गर्न सक्ने हो। यद्यपि अब 5 कुने तारा भनेको पनि कम्युनिस्टको एउटा प्रतीक हो, अन्तर्राष्ट्रिय रूपमा प्रचारित चाहिँ चिन्ह हो। र हाम्रो हँसिया हतौडा गोलाकारभित्र भनेर भन्न पनि अलिकति गाह्रो होइन, लामो भएर हिजोदेखि नै जनताको माग चाहिँ यसलाई परिवर्तन गर्नु पर्यो, अलिक सजिलो चुनाव चिन्ह राख्नु पर्यो भन्ने थियो। र हाम्रो जो एकताको सन्दर्भ पनि आयो, हामीले बृहत कम्युनिस्ट पार्टी निर्माण गर्ने सन्दर्भमा चाहिँ हामीले अब यो राखौँ भनेर सबैको साझा हिसाबले चाहिँ राखेका छौँ। तर कम्युनिस्ट एकताको कुरा गर्दै जुन योभन्दा अघिल्लो चुनावमा नेकपा एमाले र माओवादी एकीकरण भएर चाहिँ एउटा ठुलो कम्युनिस्ट मुभमेन्ट सुरु भएको थियो नेपालमा, त्यो पनि बिचैमा टुट्यो होइन। अहिले यसो हेर्दाखेरि कम्युनिस्टहरूको त विस्तार घट्दो पो छ त, बढेको त देखिँदैन। यसो छ, नेपालमा कम्युनिस्ट घटेकै त छैन, सङ्ख्या हेऱ्यौँ अझै पनि 65-70% कम्युनिस्टहरू नेपालमा छन्। र योभन्दा अगाडिको चाहिँ नेकपा किन टिक्न सकेन भन्दा अब केपी ओली जो चाहिँ एकदम घमण्डी होइन, अब चाहिँ आफूले भनेको मात्रै हुने होइन, अब जो कम्युनिस्टमा चल्छ नि त्यसो नचलेर अब कमरेडी भावनामा नचलेर एउटा बाको भावनाबाट जो चल्यो, त्यसले गर्दाखेरि चाहिँ कम्युनिस्ट पार्टी टिक्न सकेन। त्यही भएर अहिले हामीले ओली बाहेक चाहिँ अब कम्युनिस्ट ध्रुवीकरण गर्दैछौँ। र बिस्तारै चाहिँ मलाई लाग्छ एमाले पनि दिनदिनै जस्तो चाहिँ एमालेका धेरै केन्द्रीय नेताहरू नै चाहिँ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरिराखेको स्थिति छ। मलाई लाग्छ यो नै अब नेकपा नै एउटा कम्युनिस्ट मूलधार भएर जान्छ र बिस्तारै एमालेहरू चाहिँ यता आउने क्रम जारी रहन्छ भन्ने मलाई लाग्छ। र अन्तमा अब केपी ओली बाहेक एकता हुने चाहिँ यो निकट भविष्यमा देखिन्छ। तर यसो भनिरहँदा एमाले नि तल्लो लेभलमा हेर्ने हो भने आज नेपाल कम्युनिस्ट पार्टीको भन्दा एमालेको चाहिँ गाँसो बलियो छ होइन। यही चुनावमा एमाले चाहिँ आफूलाई त दाबी गरेका छ हामी फर्स्ट हुन्छौँ भनेर, तर नेपाल कम्युनिस्ट पार्टीभन्दा अघि हुन्छौँ भन्ने तथ्यहरू सार्वजनिक गरेका छन् कि विभिन्न मिडियाहरूले। अब चुनावमा त सबैले जित्छु नै भन्छन् होइन, त्यो हिसाबले उहाँहरूले भन्ने कुरा एउटा होला। तर अहिले हामीले हेर्दाखेरि कम्युनिस्टको उभार जो चाहिँ हामी 26वटा पार्टी चाहिँ एकता भइसकेपछि नेपाली कम्युनिस्ट पार्टीमा उभार आएको छ। कार्यकर्ताहरू अलिकति तल जाँदाखेरि उत्साहित भएका छन्। हाम्रा कार्यक्रमहरूमा ठुलै चाहिँ देख्ने गरी नै मासहरू आइराखेका छन्। र परिवर्तनको चाहिँ जो माग थियो जेनजीको, त्यो पनि फेरि हाम्रै माग भएको कारणले गर्दा हामीले त प्रत्यक्ष कार्यकारी राष्ट्रपति त धेरै लामो समयदेखि उठाएर आइराखेका कुरा भयो होइन। अब जो जेनजीले अहिले माग गर्नुभएको छ होइन, अब हामीले युवाहरूलाई पनि हामीले छुट्याएर एउटा जेनजी र अब युवा होइन, नवयुवा र युवा भनेर हामीले जो कोटा निर्धारण गरेका छौँ, यो हिसाबले हेर्दाखेरि पनि अब अहिले चाहिँ हेर्दा नेपाली कम्युनिस्ट पार्टी कम्युनिस्टको मूलधार र यो चुनावमा चाहिँ पहिलो, थोरै सिटले भने पनि पहिलो बन्छ भन्ने हामीलाई विश्वास लाग्छ। कसरी बन्नुहुन्छ सर? अहिले रासपा जुन नयाँ भन्ने जल जेनजीहरू भनेर अहिले त जताततै जुन 63 सालमा माओवादीको चाहिँ सबै मान्छेहरू चाहिँ माओवादीमय भएको थियो, अहिले रासपामय भएको छ। यसलाई कसरी नजरअन्दाज गर्न मिल्छ र? यसो हो, अब 63मा चाहिँ एउटा विचारे लैस भएको पार्टी थियो, अनुशासित कार्यकर्ताहरू थिए होइन, त्यसमा लिडिङ थियो। अहिले रासपामा त नेता पनि छैन होइन, यो चाहिँ विभिन्न ठाउँमा काण्ड लागेकाहरूको झुन्ड अनि
अरू धेरै पुराना पार्टीहरूमा जो अवसर लिइसकेका अब यहाँ अवसर पाउन्न भनेपछि अर्को अहिले रासपामा गएर चाहिँ अवसर लिएकाहरू अवसरवादीहरूको एउटा झुन्ड हो। यो साँच्चीकै यो पार्टी नै होइन, अब धेरैवटा चाहिँ एउटा स्वार्थीहरूको समूह हो। यो समूह चाहिँ मलाई लाग्छ यो चुनावसम्ममा नै अब धेरै तल जान्छ। अहिले पनि तपाईँले हेर्नुभयो भने रासपाको जो क्रेज अलि अगाडि थियो त्यो बिस्तारै घट्दै गएको छ। उहाँहरूका नेताहरूको बोली हेर्नुहोस् होइन, उहाँहरूको काण्ड हेर्नुहोस्, र जो चाहिँ परिवर्तन गर्न पर्छ भनेर सुरुमा रासपाका संस्थापक भएकाहरू आज दिनदिनै पार्टी छोडेर चाहिँ छोड्दैछन्। किनभने यदि त्यो पार्टी राम्रो हुन्थ्यो भने त उहाँहरूले त संस्थापकहरू त अहिले त झन् उभार आएको बेला भनिया छ बस्नुपर्ने भनेपछि यसरी हेर्दा बिस्तारै चुनावसम्म यसको स्थिति पनि खस्किन्छ र उहाँहरूलाई 6 महिना चाहिँ सरकार चलाउन दियो भने उहाँ यो पार्टी नै सिद्धिन्छ। यसो भनिरहँदा जुन 22-23 को घटनापछि नेपाली काङ्ग्रेसले एक खालको साहस गरे, यिनीहरूलाई पनि मान्छेले पत्याउँदैन नेपाली काङ्ग्रेसलाई पनि। अब नेपाली काङ्ग्रेसलाई अब नेतृत्व परिवर्तन भइसकेपछि थोरै पत्याउने भएको छ होइन। तैपनि फेरि हिजो सरकारमा बसेर कङ्ग्रेस र एमाले गरेका जो नराम्रा कामहरू छन् होइन, जो चाहिँ यो जेन्जी आन्दोलनमा चाहिँ अलिकति दमन भयो, त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब उहाँहरू त्यही पुरानै पार्टी हो। अब नेता चाहिँ नयाँ आछ, केही आश त छ तर भर चाहिँ पर्याय स्थिति होइन। सर तपाईँले यसो भनिरहँदा नेपाली कम्युनिस्ट पार्टी पहिलो हुन्छ भनिरहँदा आफ्ना पुराना नेताहरू जसले 10 वर्ष जनयुद्धमा साथ दिए सँगसँगै हिँडे तिनीहरू सबै बाहिर छन्। कोही एमालेमा छन्, कोही अब डाक्टर बाबुराम भट्टराई जस्तो मान्छे, विप्लव जस्तो मान्छे अहिले छुट्टै हुनुहुन्छ। आफ्नो बोजीको चाहिँ छोडेर बाहिरको गर्न खोज्दाखेरि के पल्टिन्छ भन्छ नि, त्यस्तै होइन? जनयुद्धमा लागेका सबै बाहिर छैनन्, हामी धेरै भित्र छौँ र केही बाहिर पनि छन्। र आन्दोलन क्रममा चाहिँ कस्तो हुन्छ भने उतार चढाव हुन्छ, कोहीहरू आन्दोलनबाट भागेर जान्छन् होइन। बाबुराम त हिजैदेखि मलाई कम्युनिस्ट जस्तो लाग्थेन है, अब इभन जनयुद्ध गर्दाखेरि पनि उहाँको कम्युनिस्ट जस्तो मलाई लाग्थेन होइन। उहाँको ठ्याक्कै पछि थाहा भइहाल्यो होइन रहेछ भन्ने प्रमाणित भइहाल्यो। अब अरू विप्लवका कुरा गर्ने हो भने अथवा अरू जनार्दनको कुरा गर्ने हो भने उहाँहरू प्रचण्ड हुन खोज्नुभयो। प्रचण्ड त एक युगमा मात्रै जन्मिने हो, त्यस्तो सजिलै प्रचण्ड हुन सकिँदैन। उहाँहरूलाई चाहिँ प्रचण्डको भूतले चाहिँ अब जो प्रचण्ड हुने नाममा चाहिँ उहाँ बाहिर जानुभयो। देख्नु भएको छ नि अहिले हालत खराब भएको विप्लवकै पनि कार्यकर्ताहरू सबै हाम्रो पार्टीमा दिनदिनै प्रवेश गरिराखेका छन्। अलि अगाडि त 2टा ठुलै समूहहरू प्रवेश गरे, अरू पार्टीबाट पनि प्रवेश गरिरहेका छन्। अहिले पर्लोपाका जो जनार्दन जानुभएको छ, जनार्दनले जति सुविधा यो पार्टीमा कसैले पाएको थिएन, उहाँलाई फेरि प्रचण्डै भन्न मन लाग्यो होइन, जानुभयो। अहिले कार्यकर्ता फिर्ता हुने क्रम जारी छ र पर्लोपाका उम्मेदवारहरू राजीनामा दिएर उम्मेदवार फिर्ता लिएर अब चाहिँ फेरि नेपाली कम्युनिस्ट पार्टीलाई सहयोग गर्ने भनेर धेरै ठाउँमा लागिराख्नु भएको छ। अब यही हिसाबले हेर्दाखेरि हामी एउटा हिजो अहिले जेन्जीहरूले उठाएको माग हामीले उठाएको र हाम्रो नेतृत्व चाहिँ प्रचण्ड एकदम चाहिँ कठोरमा कठोर होइन, लचकमा लचक हुन सक्ने, सबैसँग मिल्न सक्ने, मिलाउन सक्ने होइन। यो हिसाबले हेर्दाखेरि चाहिँ हामी 1 नम्बर हुन्छौँ भन्ने आधार हो। मुख्य आधार त मुद्दा नै हो। फेरि सर यसो भनिरहँदा प्रचण्ड कहिले चितवन, कहिले गोर्खा, कहिले काठमाडौँ, अहिले काहीँ नैबाट जित्ने आफ्नो सुनिश्चित नभएको कारणले चाहिँ रुकुम गएको, रुकुम पूर्व गएको भन्ने आएको छ नि। यो त तथ्य सही हो कि के हो त? यो होइन, तपाईँले राम्रो कुरा उठाउनु भयो। यो लामो समयदेखि विपक्षीहरूले उठाइराखेका छन् यो होइन। राष्ट्रिय नेता भनेको देशको जुनसुकै भागमा गएर पनि उठ्ने हो। राष्ट्रिय नेता भएर एउटै क्षेत्रमा उठ्ने, ती मात्रै बजेट लाने, फेरि चुनाव जित्ने होइन होइन। प्रचण्ड जहाँ जाँदा नि अहिलेसम्म हार्नु भएको छैन, चुनाव हार्नु भएको छैन होइन। अब राष्ट्रिय नेताले गर्ने त्यसो हो, उसले राष्ट्रलाई, समग्र राष्ट्रलाई हेर्छ होइन। अरूले चाहिँ आफ्नो चुनावी क्षेत्रलाई हेरे। ल प्रचण्ड जहाँ जाँदा जित्नु भएको छ नि त होइन। अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ प्रचण्ड एउटा राजनेता हो। उहाँले चाहिँ एउटै क्षेत्रमा बसेर गर्ने होइन, समग्र देशको विकास गर्नु छ। पालै पालो उहाँ चाहिँ विभिन्न ठाउँमा गएर उठ्नुहुन्छ। अब अर्कोपल्ट उठ्नुभयो भने अर्को ठाउँमा उठ्नुहुन्छ उहाँ, र जित्नु पनि हुन्छ। अझै प्रचण्डलाई तपाईँहरूले साथ नछोड्ने भनेको त अझै पनि जित्ने, अझै पनि उ गर्ने तपाईँहरू जस्तो युवाको चाहिँ पालो कहिले आउँछ त? होइन, प्रचण्ड एउटा हुँदैमा पालो नआउने यो त तपाईँको अहिले उठेपछि बरु उहाँले छोड्नुपर्छ होइन, एकचोटि जित्ने, उहाँ कहाँ जाने, एक खालको अरू नेताहरूले नि पालो पाउनु पर्यो नि त होइन। अरू नेताले पालो पाएका पाइछन् होइन। प्रचण्ड बन्न चाहिँ अलि समय लाग्छ होइन।
त्यो खालको उत्तराधिकारी उहाँले उत्पादन गरेपछि उहाँले विश्राम लिने हो। तर अहिले पनि युवा युवा भनिरहँदाखेरि युवा भन्दाखेरि उहाँ एकदम हामी अब चाहिँ 45 हाराहारीको मान्छे चाहिँ अब जो अहिले उहाँले हिँडे जति हिँड्न सक्दैन। अहिले हेर्नुहोस् त रुकुम रोल्पाका त्यस्ता चाहिँ असिला चाहिँ भिरहरूमा चाहिँ उहाँ कुदिराख्नु भएको छ, हिमालमा गएर हिउँ खेलिरहनु भएको छ, हिमालमा चाहिँ गएर फोटो खिचिरहनु भएको छ, जनताको माझमा बसेर चाहिँ मकै बैठमास खाइरहनु भएको छ। कुनै शीर्ष नेताहरू अरूले त्यो गर्न सक्छ? हेर्नुहोस् त अहिलेका केपी ओली अरू चाहिँ शेरबहादुर देउवा हेर्नुहोस्, अथवा नयाँ भनिएका चाहिँ हेर्नुहोस् उहाँहरू गाडी लिएर खुर्र तराई तराई घुम्नु भएको छ। कुनै गाउँमा गएर चाहिँ जनताको मर्का बुझ्ने हिँड्ने गर्नु भएको छैन। एउटा चिठी फुक्दै सहरमा चाहिँ 8 करोडको गाडी लिएर हिँड्नु भएको छ। त्यसरी तुलना गर्दा त प्रचण्ड त एकदम युवा हो र प्रचण्डको पार्टीको जो चाहिँ एजेन्डा छ त्यो त झन् युवा हो। जेन्जीले उठाएका हामीले उठायो पहिलेदेखि। कति सिट ल्याउनुहुन्छ तपाईँले यसो भनिरहँदा? अब यसो छ, हाम्रो पार्टीले अहिले आन्तरिक मूल्याङ्कन गरेको चाहिँ हामीले पहिला 60 सिट चाहिँ हामी एकदम प्रतिस्पर्धा छौँ, प्रत्यक्षमा 60 सिट ल्याउँछौँ भन्ने थियो होइन। त्यो अहिले बढेर चाहिँ आन्तरिक 67 भन्ने छ। हामी चाहिँ 67 ठाउँमा चाहिँ हाम्रो एकदम प्रतिस्पर्धा छ। त्यसमा चाहिँ हाम्रो 67 मध्ये धेरै ठाउँमा चाहिँ केही सिट तलमाथि होला र तर त्यो हाराहारीमा हामी प्रत्यक्षमा जित्छौँ भन्ने छ। प्रतिस्पर्धा चाहिँ कोसँग त? पुरानो दलसँग कि नयाँ राष्ट्रिय स्वतन्त्र? होइन, यो प्रतिस्पर्धा चाहिँ कहीँ नयाँसँग छ, कहीँ अरू पुरानासँग छन् होइन। त्यो चाहिँ अब ठाउँ हेरेर छ। जे होस् हामी 1 नम्बर 2 नम्बर हुने ठाउँ चाहिँ हाम्रो 67 ठाउँ चाहिँ छ र त्यसमा चाहिँ थोरै केहीमा 2 नम्बर होला, नत्र 1 नम्बर हुन्छौँ त्यसमा। राम सर, जस्तो तपाईँकै क्षेत्रको कुरा गरौँ, धादिङ होइन। हजुर, धादिङमा चाहिँ तपाईँहरूलाई एकदमै जित्नलाई बहुत कठिन छ होइन भन्ने तथ्याङ्कहरू नै आछ। के छ खास धादिङमा चाहिँ, कसले जित्छ? होइन, धादिङ त झन् यसपालि हाम्रो लालकिल्ला हुनेवाला छ। हेर्नुहोस्, अब 1 नम्बरको कुरा गर्ने हो भने त्यहाँ हाम्रो राम्रो पकड भएको, हामी 3 ठाउँमा त हामीले एकल मेयरै जितेका छौँ होइन। अध्यक्ष मेयर जितेका छौँ 1 नम्बरको हकमा। र अब त्यहाँ हाम्रो राम्रो पकड छ। राजेन्द्र पाण्डे हिजो एउटा चाहिँ त्यो क्षेत्रको विकासमा चाहिँ तपाईँले त्यो बाटोमा हेर्नुभयो पुलहरू कतिवटा छन् होइन। विकास निर्माणको काममा चाहिँ उहाँहरूको ठुलो योगदान भएको कारणले र हाम्रो सङ्गठन पनि राम्रो भएको कारणले र जुझारु युवा नेता शालिग्राम जमकटेल उहाँलाई जिताउन लाग्नु भएको छ। यो हिसाबले पनि हामी 1 नम्बर जित्छौँ। 2 नम्बरको कुरा गर्दाखेरि हो तुलनात्मक रूपमा अब हाम्रो पार्टी सदस्यताको हिसाबले काङ्ग्रेस र हाम्रो प्रतिस्पर्धा त्यहाँ हो। तर अहिले के छ भने हामीले उठाएको उम्मेदवार चाहिँ अब जनयुद्धमा हिजो 52 सालदेखि लागेको, अहिलेसम्म केही अवसर नपाएको, कुनै पनि चुनावमा नउठेको, 2टा छोरा उहाँले जनयुद्धमै गुमाउनु भएको, बेपत्ता हुनुभएको र उहाँ आफै पनि आर्मीले मर्यो भनेर मकैबारीमा फालिदिएको र पछि उहाँलाई गाउँलेहरूले देखेर अलिअलि ढुकढुकी रहेर अनि ल्याएर उपचार गरेको हामीले जिउँदो शहीदको रूपमा उहाँलाई चिन्छौँ। त्यो हिसाबले हेर्दाखेरि काङ्ग्रेसमा चाहिँ अहिले हाम्रो धादिङको चाहिँ 2 नम्बर क्षेत्र कुरा गऱ्यो भने 3टा गुट छ त्यहाँ होइन। जहिले पनि एउटा गुटले अर्कोलाई असहयोग गरिराखेको स्थिति छ। योभन्दा अगाडि काङ्ग्रेसले जितेको हामीसँग मिलेर हामी इमान्दार भएर हो, उसकै पार्टीले भोट हालेन, हामीले हाल्यौँ। यो हिसाबले हेर्दा पनि अब त्यो हाम्रो पकड बलियो छ। र रमेश धमाला जो काङ्ग्रेस प्रतिस्पर्धी हुनुहुन्छ उहाँ आफै चाहिँ तपाईँको विवादित व्यक्ति पनि हो होइन। यो हिसाबले हेर्दा पनि अलिअलि प्रतिस्पर्धा हाम्रो काङ्ग्रेस हो, तर हामी अगाडि छौँ। काङ्ग्रेस, एमाले, माओवादी सबैले एउटा भोट चाहिँ माओवादीले 2टै हाल्ने भइहाल्यो, अथवा नेपाली कम्युनिस्ट पार्टी भनौँ अहिले होइन। तर अरू पार्टीकाले पनि एउटा भोट चाहिँ रामबहादुरलाई दिनुपर्छ है, उसलाई अहिलेसम्म अन्याय भएको छ। एकदम इमान्दार मान्छे हो, एकपल्ट उहाँलाई चान्स दिनुपर्छ, उहाँ नयाँ मान्छे हो यो अहिले चुनावमा भन्ने एउटा त्यो माहौल छ। तपाईँले हेर्नुभयो भने फेसबुकको वालमा राप्रपाले लेखेको छ, एमाले लेखेको छ, कङ्ग्रेस लेखेको छ कि हाम्रो विचार नमिल्दै पनि रामबहादुर भण्डारीसँग हाम्रो विचार नमिल्दै पनि हामी उहाँलाई एउटा भोट चाहिँ दिन्छौँ, उहाँ जित्नुपर्ने मान्छे हो भनेर फेसबुक वालमै चाहिँ लेखिराखेको स्थिति छ होइन। अब त्यो हिसाबले गर्दाखेरि पनि हामीले जित्छौँ र राष्ट्रपति प्रतिस्पर्धी नै होइन भन्ने लाग्छ। अब माओवादीमा बसेर विभिन्न खालका अवसरहरू लिएर अनि काम चाहिँ नगर्ने अवसरहरू लिइराख्ने त्यस्ता मान्छे 1 हप्ता अगाडि चाहिँ तपाईँको के अरे नेपाली कम्युनिस्ट पार्टी छोडेर राष्ट्रपामा गएर नयाँ भनेर उठिनु भएको छ। त्यो कसरी नयाँ भयो भन्नु त? त्योभन्दा त रामबहादुर भण्डारी धेरै नयाँ हो नि, किन उहाँ एकपल्ट चुनावमा उठ्नु भएको छैन, उहाँले सुविधा नि उहाँले जस्तो लिनु भएको छैन होइन। त्यो हिसाबले हेर्दाखेरि पनि हामी 1 नम्बरमा 2 नम्बरमा पनि बलियो छौँ। त्यो हिसाबले 2टै क्षेत्र धादिङ हामी जितिन्छ। राम सर, जस्तो अहिलेको हाम्रो समाज होइन, सोसल मिडियाले जो सोसल मिडियामा एकदम एक्टिभ छ त्यो नेता बन्ने नेचर भयो
होइन यसले देश चाहिँ कता जान्छ कि यसो छ दुईटा तपाईँको सङ्घर्ष तपाईँको त्याग होइन तपाईँले हिजो पार्टीमा गरेको वर्ग सङ्घर्षका कुराहरू त अहिले त सब ओझेलमा परे। यसो छ अझ एउटा थप्छु म नेता बन्नलाई अहिले दुईटा एउटा सोसियल मिडियामा फलोवर भ्यू बढी हुनुपर्ने अर्को अर्कालाई गाली गर्न सक्यो भने ऊ नेता हुने होइन। अब यो चाहिँ जो भाष्य छ यसले चाहिँ हामीलाई नेपाल चाहिँ एउटा एकदम शान्त अतिथिहरूलाई एकदम चाहिँ सत्कार गर्ने देशको रूपमा हामी चिनिन्थ्यौँ। अहिले यो चाहिँ जो अहिले नयाँ भन्नेहरू आएर जे पनि बोल्ने गाली गलौज गर्ने यो हिसाबले हेर्दाखेरि नेपाली समाज अन्तै जाँदैछ कि होइन हामी भड्काउतिर जाँदैछौँ कि भन्ने जो नेपाल शान्त देश भनेर चिनिएको थियो त्यसलाई चाहिँ अब यसले चाहिँ एकदम चाहिँ चुनौती दिइराखेको छ। यो हिसाबले हामी गयौँ भने यो लामो चाहिँ टिक्दैन। फेरि यो सोसियल मिडियाका कुराहरू तपाईँले अस्ति भर्खरको चाहिँ श्रीलङ्काकै कुरा हेर्नुहोस् अझ कहाँ हो मैले 76 लाख चाहिँ एउटा फलोवर्स भएको मान्छे नै चुनाव लज्जास्पद रूपले हार भयो भन्ने मैले सुनेको छु। र चुनावमा गएर त्यहाँ भोट हाल्ने कुरा र सोसियल मिडियामा लाइक कमेन्ट गर्ने कुरा त्यो फरक कुरा हो। र अनि फेरि के हुन्छ भने उहाँहरूले सोसियल मिडियाको चाहिँ एउटा हेर्दै जाँदा त्यही मात्रै आइरहन्छ होइन। अनि मान्छेलाई त सोसियल मिडिया त घन्टी मात्रै रहेछ अथवा चाहिँ यो मात्रै रहेछ नयाँ रहेछ भन्ने भइरहेको छ। नयाँ अरू पनि कुलमाना धेरै आछन् नयाँ भन्ने होइन। तैपनि हामीले हेर्दाखेरि चाहिँ यो छोटो समयको लागि हो नेपाली जनताले नानी मैयालाई पनि जिताएका हुन् होइन। तर परिणाम त के आयो होइन त्यस्तै हुनेवाला चाहिँ यो छ। अब तपाईँको यो चुनाव पछिको प्रधानमन्त्री को त पहिला त तपाईँको पार्टी अध्यक्षले हामीसँग म्याजिक नम्बर भन्नुहुन्थ्यो होइन। यसपालि म्याजिक नम्बरले काम गर्छ होइन। हाम्रो अहिले त म्याजिक नम्बर होइन हामी त 1 नम्बरको पार्टी बन्ने भनेपछि स्वाभाविक रूपले हाम्रो प्रधानमन्त्री प्रचण्ड नै हो होइन। तर फेरि हामीले चाहिँ अहिले हाम्रो अरू पार्टीले घोषणा गरेका छ हामी चाहिँ चुनावी रिजल्ट पछि कोसँग मुद्दा मिल्छ र हिजो हामीले चाहिँ जो भ्रष्टाचारको आन्दोलनलाई चाहिँ अघि बढाएर चाहिँ एउटा हैसियत कायम गरेको छ त्योसँग मिल्ने गरी हाम्रो सरकार एकल अथवा अरू एकजनासँग मिलेर सरकार बन्न सक्छ। मलाई त विश्वास छ अबको प्रधानमन्त्री प्रचण्ड अरूले धान्नै सक्दैन। यो जेनजीलाई पनि अरूले धान्न सक्दैन। बालेनलाई हेर्नु त बालेनको क्रेज अहिले होइन बालेनलाई के भनेको छ भने विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्रीको चाहिँ अब यो चुनावले ल्याउँदैछ भनेर ठाउँ ठाउँमा आमसभाहरूमा भनिरहेको छ। मलाई चाहिँ त्यस्तो लाग्दैन। किन लाग्दैन भने यो आमसभा भनेर सोसियल मिडिया किनेर होइन अब त्यो अब चाहिँ नेपाल के रुटिन बन्द भन्ने छ उसले गरेर होइन। यो बिस्तारै जनताले बुझिसकेको छ उहाँ प्रधानमन्त्री हुने बेलासम्म यो छर्लै हुन्छ। र अर्को कुरो त उहाँ चुनावै हार्नुहुन्छ भनेपछि बालेनले चुनाव हार्नुहुन्छ भनेपछि केपी ओलीले जित्नुहुन्छ होइन। रञ्जित तामाङ र केपी ओली हो। तर अहिले के भइरहेछ भने सबैले केपी र रञ्जित के अरे केपी र बालेन भन्दै यो चाहिँ भोट चाहिँ कन्भर्ट चाहिँ रञ्जित तामाङ हुनेवाला छ। अहिले हेर्दाखेरि पहिला सुरुमा हेर्दा बालेन र केपी एकदम टक्कर देखिन्थ्यो। अहिले चाहिँ अब उहाँहरूको दुईटा टक्करको बिचमा चाहिँ रञ्जित तामाङ उदाइरहनु भएको छ। हिजो तपाईँले मैले हेरेको थिएँ त्यहाँ चाहिँ एकदम निम्न स्तरका जनताहरूको घर घरमा गएर उहाँले कुरा गर्दाखेरि चाहिँ रञ्जित तामाङले मात्रै चाहिँ यहाँ यो विकास निर्माण गर्न सक्छ उहाँले जित्नुहुन्छ भन्ने आइराखेको छ। बिस्तारै माहौल बन्दै त्यो 21 गतेसम्म हेर्दाखेरि चाहिँ रञ्जितको जित हुनेवाला छ। तपाईँले जुन उसमा चाहिँ रञ्जितले जित्नुभयो चितवनमा चाहिँ रेणु र सोभिता मध्ये कसले चुनाव जित्छ त्यो त तपाईँ तुलनै नगर्नुहोस् होइन। रेणु त मैले होइन विपक्षीहरूले त्यहाँका काङ्ग्रेसहरूले भनिराखेका छन् त्यहाँका एमालेहरूले भनिराखेका छन् त्यहाँ चाहिँ हिजो काङ्ग्रेसबाट जितेका उपमेयरहरूले भनिराखेका छन् वडा अध्यक्षहरूले भनिराखेका छन् होइन। त्यो माहौल पनि तपाईँले सबै हेर्दाखेरि बाहिरबाट जति प्रहार भए पनि अब त्यहाँ त रेणु भन्दा विकल्प त छँदै छैन। तपाईँको चितवनमा रविले यसपालि चुनाव जित्नुहुन्छ कि हार्नुहुन्छ? रविलाई चुनाव अलि मुस्किलै पर्छ होइन। एकदम प्रतिस्पर्धामा छ उहाँले जित्नुभयो भने थोरै मतले जित्नुहुन्छ तर त्यति सजिलो छैन पहिला जस्तो उहाँलाई। तर सिन्धुपाल्चोक बाहेक नेपाल कम्युनिस्ट पार्टीको कहीँ पनि राम्रो ऊ छैन भन्ने छ कि सर अहिले? सिन्धुपाल्चोक एउटा चाहिँ माधव सापकोटाको राम्रो छ। चुनावको मुखमा आएर सिन्धुली हेर्नुहोस् है सिन्धुली अर्को बागी उम्मेदवार उठाएको छ माओवादीकै पार्टीले कारबाही पनि गरिसकेका छ हरिबोल गजुरेल लगायतलाई होइन। जहाँ जहाँ सम्भावित मान्छेहरू जहाँ जहाँ संसदमा गएर आफ्नो जनताको आवाज बुलन्द गर्न सक्ने ठाउँमा चाहिँ हार्ने भयो नि त होइन। सिन्धुपाल्चोक त हार्दैन सिन्धुपाल्चोक त हार्दैन। जुन उसमा राजन दाहालको कुरा तपाईँले गर्नुभयो राजन दाहालको अब त्यहाँ उहाँले यो हिजो चाहिँ प्रतिनिधि सभामा चाहिँ उहाँले गरेको काम अहिले जो युवा मुभमेन्टहरू आइरहेको छ हाम्रो पार्टीले प्राथमिकता दिएको हिसाबले
होइन उहाँको चाहिँ अनि त्यहाँको जनता पनि अब उहाँको पक्षमा छ र त्यो अलिकति हरिबोल एक दुईजनाले सपोर्ट गर्दै सिङ्गो पार्टी लागे नेपाली कम्युनिस्ट पार्टी लागेपछि उहाँहरूलाई कारबाही पनि गरिसकेका छ। पार्टीले कारबाही गरिसकेपछि जनताले उहाँलाई पत्याउँदैनन् र राजन दाहालले जित्नुहुन्छ। यो त एकदम क्लियरली जित्नुहुन्छ। र तपाईँले सिन्धुपाल्चोक एउटा भन्नुभयो, अब तपाईँले हेर्दाखेरि हाम्रो होइन अब सर्लाही तराईको पनि धेरै भागहरू हामीले जित्छौँ होइन। धादिङ भने गोर्खा क्लिन स्विप हुन्छ। यो हिसाबले गोर्खा नि जित्नुहुन्छ। सुदन गुरुङले चुनाव जित्दैन गोर्खामा? सुदन गुरुङ त प्रतिस्पर्धी नै होइन त्यहाँ त। यो त अनौठो कुरा गर्नु। लेखनाथ न्यौपाने र हरि अधिकारी होइन, जो दुई ठाउँमा उठ्नु भएको छ। सुदन गुरुङको ठाउँमा हरि अधिकारी हुनुहुन्छ होइन। अब सुदन गुरुङ र हरि अधिकारीको चाहिँ त्यो राजनीतिक परिपक्वता हेर्ने हो भने हिजो त्यहाँ गरेको काम र हाम्रो पार्टी सदस्यता जो चाहिँ एउटा हाम्रो चाहिँ लालकिल्लै हो त्यो होइन, त्यो हिसाबले हेर्दाखेरि अब एकदम प्रतिस्पर्धै हुँदैन भन्ने लाग्छ मलाई। गोर्खामा त बाबुराम भट्टराईले गर रासपालाई सहयोग गरेर आउनुभयो अनि होइन। बाबुराम भट्टराईको त अब आफ्नो भोट 100-200 पनि ननाग्ने भयो होइन। अब लज्जास्पद हार हुने भइसकेपछि अब राष्ट्रपतिको बारिङ गर्दै मैले उहाँलाई समर्थन गरेँ भने छ, त्यसलाई त हामीलाई ठुलो फाइदा भएको छ। जो हिजो अलिकति चाहिँ लेफ्ट मुभमेन्टमा लागेका मान्छेहरू, बाबुरामसँग अझै पनि केही मान्छे थिए, त्यो मान्छे पनि अहिले सर्लक्कै नेपाली कम्युनिस्ट पार्टीमा भोट हाल्नेछ। बाबुरामले सोच्नुभयो एउटा, तर भइदियो अर्को, र त्यो त झन् फाइदा भएको छ लेखनाथलाई त अहिले त चुनाव जित्नलाई त। बाबुराम भट्टराई के अबको राष्ट्रपति हो त? राष्ट्रपतिको सम्भावना छँदै छैन उहाँको होइन। अब त्यो एउटा ललिपप दिया हो, हुने नै राष्ट्रपाकै राष्ट्रपति पाउने भयो भने पनि बाबुराम भट्टराईलाई बनाउँदैन, उनीहरूले अर्कालाई बनाउँछ होइन। त्यो चाहिँ एउटा ललिपप। बाबुराम जहिले पनि एकदम अस्थिर मान्छे हो होइन। यहाँ पाइन्छ कि त्यहाँ पाइन्छ कि, योभन्दा अगाडि चाहिँ उपराष्ट्रपति उहाँको चाहिँ वाइफलाई बनाउने भनेर भित्रभित्र चाहिँ प्रचण्डलाई समर्थन गर्नुभयो। पछि उपराष्ट्रपति नबनेपछि फेरि उहाँ चाहिँ अर्को ताल्नु होइन। उहाँको त पार्टी फेरिने बोली फेरिने त 2 महिना 1 महिनामा फरक हुन्छ। उहाँको के कुरा गर्नु। समग्र मतदाताहरूलाई जुन यो सोसियल मिडिया ल्याएको हुन्छ नि, यसलाई रोकेर देशै ट्र्याकमा लानको लागि के आह्वान गर्न चाहनुहुन्छ? किनभने यो त विशेष खालको निर्वाचन हो होइन। 84मा हुनुपर्ने चुनाव 82मै भएको छ होइन। मान्छेले अवमूल्याङ्कन गर्दा देश चाहिँ खराब बाटोमा जाने हो कि भन्ने चिन्ता आम सचेत नागरिकहरूलाई छ। मेरो आम सचेत नागरिकलाई यो अनुरोध छ कि अब हामीले दुईटा अतिवादहरू यहाँ छन् होइन। जो चाहिँ अहिले नयाँ भनेर उफ्रिराखेकाहरू र अब जो केपी ओली जसले सरकार योभन्दा अगाडि चलाएर त्यत्रो दमन गर्यो, यो दुईटा अतिवादको बिचमा चाहिँ एउटा अहिले हामीले चाहिँ मध्यपन्थीको भूमिका खेलिराखेका छौँ होइन। यो दुईटाले चाहिँ देश खत्तम बनाउन लागेर जो चाहिँ अलिकति एउटा अडान भएको अनि फेरि एउटा चाहिँ अन्तर्राष्ट्रिय रूपमा चर्चित होइन, जो सबैलाई मिलाउन सक्ने नेता प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीको संयोजक हुनुहुन्छ। उहाँले चाहिँ देश हाँक्ने गरी चाहिँ सम्पूर्ण मतदाताहरूले त्यो विचार गर्नु होला। होइन भने चाहिँ अब केपी ओलीले जित्दाखेरि पनि यहाँ अब एकदम चाहिँ अशान्ति मचिन्छ र रासपाले जित्दाखेरि पनि अशान्ति त उहाँहरू त झन् सोसियल मिडियादेखि अब अहिले त मान्छे लहट्नै थाल्नुभयो, पिट्नै थाल्नुभयो होइन। अब उहाँहरूको बोली हेर्नुहोस् होइन। यो हिसाबले पनि गर्दाखेरि सचेत नागरिकहरूले नेपाललाई बचाउने हो, नेपाल साँच्चीकै शान्ति क्षेत्र अब हामीले सद्भाव कायम गर्ने हो भने नेपाली कम्युनिस्ट पार्टीलाई जिताउन जरुरी छ र कमरेड प्रचण्डलाई चाहिँ प्रधानमन्त्री बनाउन जरुरी छ। यो अनुरोध मैले गरेँ। हुन्छ, हस् केही भन्न चाहनुहुन्छ? तपाईलाई धन्यवाद। जो चाहिँ अब यो अलिकति म सामाजिक क्षेत्रमा पनि लागेको पर्यटन व्यवसायको हिसाबले मेरो धेरै समय चाहिँ म सामाजिक कामको र अलिकति चाहिँ व्यवसायको कुरा मात्रै गर्थेँ र यो चुनावको मुखमा चाहिँ एउटा राजनीतिक कुरा पनि गरौँ। म नागरिक पनि त हो होइन। म एउटा पार्टीको केन्द्रीय सदस्य हुँदै गर्दाखेरि अब अलिकति चाहिँ पोलिटिकल कुरा पनि गर्न मलाई मन पनि थियो। त्यही समयमा तपाईँले बोलाइदिनु भयो र हाम्रो पार्टीको कुरा र समग्र यो नेपालको चाहिँ चुनावी कुरा चाहिँ राख्न दिनुभयो। म तपाईँलाई र तपाईँको यो परिवारलाई चाहिँ हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु।